Hi guys, good morning from Bhojpur and welcome back to my YouTube channel. आज चाहिँ हेर्नु न बिहानदेखि नै कस्तो मजाले घाम लागिरहेछ क्या। हिजो चाहिँ यति बेला यस्तो पानी परिरहेको थियो, जाडो जाडो थियो होइन। अनि आज चाहिँ कति मजाले घाम लागिरहेको छ क्या। अनि म चाहिँ हिजोकै लुगामा भ्लग स्टार्ट गर्दैछु किनभने आज चाहिँ हाम्रोमा दिवाली हो क्या। अनि अब चाहिँ म रेडी भइसकेर भ्लग कन्टिन्यू गर्छु। त्यतिन्जेलसम्म चाहिँ किप वाचिङ गाइज। सो गाइज म चाहिँ दिवाली जानको लागि रेडी भइसकेँ। अनि यो चाहिँ मेरो आउटफिट अफ द डे हो। मैले चाहिँ आज कुर्ता सुरुवाल लगाएँ।
धामी अब यहाँ आगोमा उफ्रिनुहुन्छ होइन यहाँनिर चाहिँ आगोको लागि तयार पार्दै हुनुहुन्छ हेलो बहिनीहरु हेलो तिमीहरु चाहिँ कहाँ आको अनि अहिले हामी देवाली हेर्न आको कस्तो खाना आको बस मासु खाइसक्यो कि छैनौ बाकी छ लुस्ने क्या यता जम्न ढुल्दै आउ न अनि आजको मौसम चाहिँ कस्तो भइरहेछ मौसम चाहिँ एकदम गुड छ पानी पर्न खोज्यो अघि एकछिन भिजायो तर अहिले चाहिँ ठिक छ यतिको ठिकै हो अब नाच्नु पर्छ एकछिन पसिना आउने गरी अनि हामी चाहिँ नाच्यौं पनि हैन कति नाच्यौं हाम्रो नाचेको भिडियो हेर्नु अनि यिनीहरु सबैजना अनि मलाई चाहिँ त्यहाँ नाचेकोमा हेर्नु पर्ने हुन्छ हामी कहाँ छौं भनेर तपाईहरुले चाहिँ खोज्नु पर्छ यो चाहिँ देखिन्न अलि मजाले हेर्नु होला यो चाहिँ यस्तो स्वामी चाहिँ खोजेर हेर्नु होला है सबैजनाले उ जान्छ भन्दा सानो क्यूट छिन् सुरुमै देख्छन् पुरा हामीलाई देख्दैन सबै अग्लो अग्लो भएर म त फेरि हराइहाल्छु नि म त बत्ती बाल्नुपर्छ लाइट बालेर हेर्नु होला मलाई तिमीलाई मेरो भ्लगमा केही भन्नु छैन केही भन्नु छैन म भाइरल गराइदिनु
हामी दिदीलाई यसो सपोर्ट गर्नु दिदीलाई सपोर्ट गर्नु लाइक कमेन्ट सब्स्क्राइब गर्नु होला भाइरल बनाइदिनु होला दिदीलाई गाइज हामीले चाहिँ क्या कस्तो भ्लगहरू बनाउँछौँ भन्दैथियौँ कि अनि अब के भन्छ त्यो साउन्डहरूले क्या केही बोल्नै पाएन भने यतिकै देवालीहरूको भिडियो मात्रै बनाएको छौँ अनि अहिले चाहिँ अब हल्ला कम छ त्यही भएर यिनीहरूसँग मैले चाहिँ भिडियोहरू बनाएँ होइन त्यहाँ खुसी छौ नि एकदम ल म कस्तै आइरहेछु कस्तै आइरहेछ ऊ कस्तै आइरहेछ कमेन्ट गरिदिनु होला होइन अनि उसको पनि कमेन्ट गरिदिनु होला उसको पनि ल बाई बाई भन्दै बाई बाई फेरि भेटौँ ल बाई बाई हाई सोनिका दी आज चाहिँ तपाईँलाई कस्तो लाग्यो त तर बहिनीले गर्दा अलिक होइन बाई बाई भन्नु न अर्को साल चिची खाएदेखि अहिलेसम्म चिची खाएको छैन यो चाहिँ 3 वर्षपछि मासु खान आएको मासु खानेको भिड हेर्नु न गाइस यिनीहरू पनि मासु खानको लागि बसेको हो 3 वर्षदेखिको चिची खाएका छैनन् 1 वर्ष होइन 3 वर्ष भइसक्यो चिची खान नपाएको तपाईँले कति वर्ष भयो सुत्केरीदेखि खाएको कति वर्ष भयो चिठी नखाएको सुत्केरी भएदेखि सुत्केरी बच्चे आज फर्स्ट टाइम चिची खान आँट्नु भएको अनि यिनीहरू चाहिँ लास्ट टाइम देवालीदेखि खाएका थिएन 3 वर्षपछि खाँदैछ ल मजाले खाऊ है त ल हाई गाइस अब चाहिँ सक्यो फाइनली फाइनली आयो अलिकति पर भागो हाई गाइस फाइनली आयो सुत्केरी खाना खाएको मान्छे ओइ के हो खुसीको सीमै छैन त यहाँ रे गाइस जो सबै मासु खानेको भिड हो फ्रीको मासु भात फ्रीको मासु भात खानु त 35 मा दाँत निस्किँदो रहेछ नि त ल सक्यो है त अब आजदेखि देवाली अब चाहिँ घर जाँदै हुनुहुन्छ उहाँहरू आजको देवाली चाहिँ सक्यो गाइस अब चाहिँ हामी घर जाँदैछौँ सबैजना घर जाँदै हुनुहुन्छ अनि हामी पनि घर गएको